नमस्कार। म आज पनि एउटा भिडियो लिएर उपस्थित भएको छु। आजको विषयवस्तु छ सिबिटीको प्रयोग गरेर नकारात्मक सोचलाई कसरी सकारात्मक बनाउने। आउनुहोस् यसकै बारेमा चर्चा गरौँ। हामीलाई सानो हुँदादेखि बाल्यकाल अवस्थादेखि नै अभिभावकहरूले ठुला व्यक्तिहरूले भन्नुहुन्थ्यो, "ए बाबु, सधैँ अरूप्रति सकारात्मक भाव राख, सकारात्मक सोच, आफूप्रति पनि सकारात्मक सोच, नकारात्मक भाव, नकारात्मक सोच कहिले पनि नराख है। कुभलो कसैको पनि नचिताऊ, सबैको सुभलो चिताऊ, सबैको भलो चिताऊ।" यस्तो अर्थी उपदेश दिइरहनुहुन्थ्यो। हाम्रा धर्मशास्त्रहरूले पनि यस्तै हामीलाई पाठहरू सिकाइरहेका छन्। सकारात्मक सोचबाट अगाडि बढ, नकारात्मक सोच विचारलाई पछाडि हटाऊ। यस्ता किसिमका शिक्षाहरू हामी विभिन्न कथाको माध्यमबाट प्राप्त गरिरहेका हुन्छौँ। हामीलाई अध्यात्म अथवा धर्म संस्कृतिहरूले यी विषयवस्तुहरू सिकाउँछन्। त्यसको प्रभाव कहाँ पर्दो रहेछ, त्यसको चाहिँ असर कहाँ छ अथवा त्यसको सकारात्मक प्रभाव के रहेछ भन्ने कुरा जब मैले मनोविज्ञानको अध्ययन गर्ने मौका पाएँ, त्यस पश्चात मलाई थाहा भयो। यसले हामीलाई अति नै धेरै ठुलो सहयोग पुर्याएको रहेछ। वास्तवमा ती नकारात्मक विचारहरूले त हामीलाई एउटा नर्कमा पुर्याइरहेका रहेछन्। हाम्रो जीवनलाई नर्क बनाइरहेको छ। हामी डिप्रेसन, एन्जाइटी, छटपटी, माइग्रेन यस्ता समस्याहरूमा हामी जकडिरहेका रहेछौँ। त्यसैले गर्दाखेरि आजको यो भिडियोमा नकारात्मक विचारहरू के हुन् र त्यसलाई सिबिटी प्रयोग गरेर कसरी सकारात्मक बनाउने भन्ने विषयमा नै केन्द्रित रहनेछ। अब आउनुहोस्, यी नकारात्मक विचारहरू के छन् र कस्ता व्यक्तिहरूलाई चाहिँ यो नकारात्मक सोचले, नकारात्मक विचारले असर पारिरहेको हुन्छ, अनि सामान्य अवस्थाको व्यक्तिलाई पनि नकारात्मक विचारहरूले चाहिँ कसरी एउटा मानसिक तनावको अवस्थामा पुर्याउँछ भन्ने विषयमा नै हामी केन्द्रित रहनेछौँ। म यसैलाई प्राथमिकता दिनेछु यो भिडियोमा। जस्तै अधिकांश यो समस्याहरू डिप्रेसन, एन्जाइटी लगायतका समस्याहरू भएको अवस्थामा व्यक्तिलाई, जो कोही व्यक्तिलाई पनि केही न केही नकारात्मक विचारहरूले जगडिरहेको हुन्छ। म केही गर्न सक्दिनँ, म एक्लो छु, मलाई कसैले पनि सहयोग गरेन, न त घर परिवारले सहयोग गर्यो, न त श्रीमतीले सहयोग गरिन्, न छोराछोरीले सहयोग गरे, न साथीभाइले इष्टमित्रले सहयोग गरे, कसैले पनि मलाई सहयोग गरेन, त्यसैले म एक्लो छु। म जिन्दगीमा केही पनि गर्न सक्दिनँ, मेरो क्षमता छैन, मेरो यो क्षमताभन्दा परको कुरा हो। यस्तै सोच विचारहरू जुन आफूप्रति र अरू व्यक्तिहरूप्रति एउटा नकारात्मक सोच विचार उब्जिरहेको अवस्था हो। यहीबाट हामीलाई मानसिक समस्या सुरु हुन्छ। जबसम्म हामी यस्ता सोच विचारहरूलाई व्यवस्थापन गर्न सक्दैनौँ, तबसम्म हाम्रो समस्या जिउको त्यौँ रहन्छ। हामीले औषधि उपचार गर्छौँ, हरेक ठाउँमा जान्छौँ, हरेक किसिमका उपचार पद्धतिहरू अवलम्बन गर्छौँ, तर हामीले यस्ता किसिमका नकारात्मक भावलाई, नकारात्मक विचारलाई सकारात्मक विचारमा रूपान्तरण गर्न नसकेसम्म, रूपान्तरण नगरेसम्म हामी जस्ताको तस्तै रहन्छौँ। हाम्रो समस्या जस्ताको तस्तै रहन्छ। यो छ हाम्रो कग्निटिभ बिहेभियर थेरापी। कग्निटिभ बिहेभियर थेरापी अथवा संज्ञानात्मक व्यवहार थेरापी नकारात्मक सोच विचारलाई कसरी सकारात्मक बनाउने अथवा नकारात्मक सोच र सकारात्मक सोचका प्रभावहरू के हुन्, त्यसको असर कहाँ देखिन्छ, कसरी चाहिँ क्रमबद्ध रूपमा, चक्रबद्ध रूपमा चाहिँ यो चाहिँ हाम्रो दैनिक जीवनमा आइरहेको हुन्छ र त्यसले कसरी हाम्रो दैनिकीलाई प्रभाव पारेको हुन्छ भन्ने विषयमा छलफल गर्न गइरहेका छौँ। र यो चाहिँ विशेष गरेर नकारात्मक सोचलाई सकारात्मक बनाउनको लागि सहयोग गर्ने एउटा टेक्निकको एउटा पद्धति हो। अब यसमा 4वटा स्टेपहरू देखाइएको छ: इन्सिडेन्स, थट, फिलिङ र बिहेभियर। इन्सिडेन्ट कुनै एउटा घटना जसको कारणले हाम्रो मस्तिष्कमा एउटा विचार आउँछ, प्रतिको धारणा आउँछ। त्यो धारणा हामीले कस्तो बनाउँछौँ त्यसको अनुसार हामीमा एउटा भाव आउँछ, एउटा फिलिङ्स आउँछ, इमोसन भनौँ यसलाई, इमोसन आउँछ, जसको आधारमा हाम्रो व्यवहार, हामीले कसरी बाहिर व्यवहार प्रदर्शन गर्छौँ अरूप्रति,
बाहिर शरीरले गर्ने व्यवहार कस्तो छ। यसरी एउटा साइकोलोजी सञ्चालन भएको हुन्छ। एउटा साइकोलोजिकल वेबाट हाम्रो यो संज्ञानात्मक पद्धतिको विकास भएको हुन्छ। अब यसैको बारेमा एउटा उदाहरणबाट अझै क्लियर हुने गरी म प्रस्तुत गर्दैछु। यो इन्सिडेन्स भनेको घटना, यो घटनालाई हामीले चेन्ज गर्न सक्दैनौँ। कुनै एउटा घटना घट्छ, यो हाम्रो आउट अफ कन्ट्रोल, हामीले यसलाई चाहिँ हामीले कन्ट्रोल गर्न सक्दैनौँ, यो हाम्रो बसमा छैन। अब यस पछाडि यो बसमा नभइसकेपछि अब दोस्रो चरणमा जाउँ। दोस्रो चरण थट अथवा विचार, सोच विचार भन्छ नि हामी, सोच विचार। त्यो घटनाप्रति हाम्रो मस्तिष्कमा कस्तो विचार आउँछ, कस्तो विचार आइरहेको छ, त्यसले अब यताका कुराहरू असर गर्छ। जस्तो कि अहिले बाढी पहिरोको समय छ नि त होइन, बाढी पहिरो सबैकोमा हामीलाई केही न केही असर गरिरहेको छ, हाम्रो दैनिकीलाई असर गरिरहेको छ। बाढी पहिरो आयो, दुईजना मान्छेहरू छ, एउटा ए भन्ने मान्छे छ, अर्को बी भन्ने मान्छे। अब यिनीहरूलाई यो सोचको कारणले गर्दाखेरि कस्तो असर पर्दो रहेछ त्यो कुरा हेरौँ। यो ए भन्ने जो मान्छे छ नि, त्यो ए भन्ने मान्छेको घर भर्खर बनाएको नयाँ घर, धेरै लगानी गरेर, मानिलिउँ 30-40 लाख 50 लाख लगानी गरेर बनाएको एउटा घर छ। त्यो घर चाहिँ सखाब हुने गरी बिगारे, सखाब बनाइदियो, बस्नै नहुने गरेर असर गरिदियो। अब त्यसलाई चाहिँ उसले त्यही घरमा बनाएर त्यही घरलाई रिपेयर गरेर अथवा त्यही घरमा चाहिँ बस्ने अवस्था छैन, घर क्षतिग्रस्त भयो मानिलियो। अब त्यो क्षतिग्रस्त घर भएपछि उसले त्यो एउटा बाढीको प्रभाव थियो, त्यो बाढीको प्रभावलाई उसले कसरी हेर्छ। ए यो बाढी आएर मेरो घर सखाब बनायो, अब म कसरी दैव पनि मलाई मात्र लागेको, किन मलाई यस्तो भएको, मेरो सखाब भयो, जिन्दगीभरिको कमाइ यहीँ सक्यो, अब मेरो उपाय छैन है। यस्ता यस्ता किसिमका सोचहरूले विकास गर्छ। सँगैमा अर्को दोस्रो बी भन्ने मान्छे छ। यो बी भन्ने मान्छेको पनि सेम तरिकाको, उस्तै तरिकाको उति नै लगानी गरेर 30-40 लाख 50 लाख लगानी गरेर एउटा घर बनाएको, जीवनभरिको उसको पनि आम्दानी त्यति नै हो, त्यही लगाएको छ जम्मै, र एउटा सुन्दर संसार बनाएको थियो उसले। म राम्रो घरमा बसौँला, राम्ररी चाहिँ भविष्य सञ्चालन गरौँला, भविष्य चलाएर परिवार खुसी बनाउँला भनेर उसले त्यो सोच बनाएको थियो। तर उसको पनि क्षति त त्यसरी नै भएको छ, बाढीले सखाप बनाइदियो, उसको पनि बस्ने अवस्था छैन। अब उसको सोच कस्तो हुनसक्छ भने सुरुमा त आउँछ, सुरुमा नेगेटिभ त सबैलाई आउँछ, नआउने भन्ने होइन, तर उसले तत्कालै अब यसलाई चाहिँ पोजिटिभ बनाइदिन्छ। कसरी पोजिटिभ बनाइदिन्छ भने होइन, आखिर जे जस्तो नहुनु भइ त हाल्यो, आखिर बाढी सबैजनालाई, मलाई मात्रै दुःख दिएको न, धेरैजनाको घरबार विहीन बनाइदिएको छ, धेरैजनालाई असर गरेको छ, विस्थापित भएका छन्। घर मेरो मात्रै लडेको होइन, सबैको चाहिँ घर लडेको छ, बस्न नहुने अवस्था छ। तर ठिकै छ त, के भयो त, अहिले समस्या आयो, नआउनु पर्थ्यो, आयो, ठिक छ, अब केही छैन, म यसलाई स्वीकार गर्छु, स्वीकार गर्छु। म त छु नि त कम्तीमा, म छु, मैले नै बनाएको घर हो यो, र म फेरि कमाएर बनाउन सक्छु। धन्न योभन्दा ठुलो क्षति भनेर धन्न म बाँचेँ, मेरो परिवार बाँच्यो, मेरो परिवार सुरक्षित रह्यो होइन, थप क्षति हुन पाएन। अझै संसार यो सकिने अवस्थामा मलाई पनि त लान सक्थ्यो, मेरो परिवारलाई लान सक्थ्यो, मेरा बालबच्चाहरूलाई पनि लान सक्थ्यो बाढी पहिरोले, तर कम्तीमा पनि दैव धन्यवाद, हामीलाई यति त रक्षा गर्यो, योभन्दा थप क्षति हुन दिएन भनेर उसले यस्तो किसिमको सोच ल्याउँछ। अब यो दुईवटा सोचहरूमध्ये एउटा पोजिटिभ र एउटा नेगेटिभ थट हुन्छ। पहिलो व्यक्ति जुन नकारात्मक सोचवाला व्यक्ति थियो, उसको अब भावनामा, उसको इमोसनमा असर कस्तो खालको भन्दाखेरि उसलाई अति धेरै दुःख लाग्छ, निराश हुन्छ,
अब उसमा आज म केही गर्न सक्दिनँ, म बर्बाद भएँ भन्ने खालको भाव आइसकेको छ। अब अर्को व्यक्तिसँगैमा जुन बी व्यक्ति छ, पोजिटिभ वाला व्यक्ति छ, यो ए को भयो, यो बी को भयो लाइन। अब उसले चाहिँ के गर्न थाल्छ भने बिस्तारै बिस्तारै अब उसले पहिलाका कुराहरू यस्तै रहेछ भनेर भाव चाहिँ सकारात्मक भाव व्यक्त गर्न थाल्छ क्या। सकारात्मक भाव आउन थालिसक्यो, उसको मनमा अब खुसी आनन्द आउन थाल्छ। अब त्यस पछाडि यसको असर फेरि अब यो पनि भयो, यो थटको कारणले उसको मनमा फिलिङ्सहरू आयो, इमोसन आयो। त्यस पछाडि अर्को व्यवहार, दुवैले व्यवहार देखाउँछन्, त्योसँग सम्बन्धित व्यवहार देखाउँछन्। जस्तै ए वाला व्यक्तिको एकदम शरीरमा, उसको शरीरमा चाहिँ फियर आइसकेको छ, डर आइसकेको छ, छटपटी छ, जसको कारणले गर्दा अब व्यवहार पनि के भइदियो भनेदेखि अब यो पहिलो ए वाला व्यक्तिको मनमा भएको जुन एउटा भाव हो, नकारात्मक भाव, जस्तै फियर, दुःख, यस्ता किसिमका भावहरू, पश्चाताप, है यस्ता किसिमका भावहरू छन्। ती भावहरूको कारणले गर्दाखेरि अब उनीहरूको शरीरले व्यवहार देखाउन थाल्छ। शरीरले कस्तो व्यवहार देखाउन थाल्छ भने छटपटी हुने, छटपटी है, एकदम घबराएकै एकैसँग स्थिर भएर नबस्ने, छटपट छटपट छटपट, शरीरमा पसिना आउने, पसिना चिसा पसिना आएको भन्छ, पसिना आउने। त्यस्तै गरेर रिस उठ्ने, रिस उठ्न सक्छ त्यो व्यक्तिलाई। टाउको भारी हुन सक्छ, टाउको भारी गह्रो हुने, टाउको चटचटी हुने, शरीरमा बमिट आउन सक्छ, धेरै तनाव भएर बमिट आउन सक्छ, हात खुट्टा कर्कर खाने होइन, शरीरमा चाहिँ आलस्यता आएर कहीँ पनि नभइकन कोठामा सुत्ने, अरू मान्छेलाई भेटघाट नगर्ने, यस्ता किसिमका नकारात्मक व्यवहारहरू नै उसले प्रदर्शन गर्छ। जसले नकारात्मक थट लिएर आएको छ उसले व्यवहार पनि नकारात्मक, उसको शरीरले नकारात्मक व्यवहार नै देखाउँछ भने अब जुन बीवाला व्यक्ति छ जसले चाहिँ पोजिटिभ थट लिएर आएको छ उसले चाहिँ के गर्न थाल्छ, बिस्तारै बिस्तारै दिनप्रति यस्तै त नि केही रहेन यो संसार भन्छ। उसले आफूले आफूलाई राम्ररी बुझ्छ र उसको मनमा अब खुसी व्यक्त उसले मनमा खुसी व्यक्त गर्न थाल्छ, साथीभाइसँग रमाउन थाल्छ, इन्जोय गर्छ, टुर जाउँ भन्छ, घुम्न जाउँ भन्छ। उसले सबै कुराहरू पहिलाका कुराहरूलाई चाहिँ रिकभर गर्दै गर्दै ल्याउँछ, त्यस्तो समस्या हुँदैन उसलाई। भनेपछि यहाँनिर जम्मा के रहेछ त भन्दाखेरि हामीले बुझ्नुपर्ने कुरा इन्सिडेन्ट्स अथवा घटना जुन चाहिँ यो घटना हामीले चेन्ज गर्न सक्दैनौँ, घटनाबाट हामीले कहिले चेन्ज गर्न सकिँदैन। मात्रै थटलाई हामीले नेगेटिभ थट छ भने पोजिटिभ थट बनाइदिने, जति हामीले पोजिटिभ थट ल्याउँछौँ त्यति नै हामीलाई चाहिँ सहज रूपमा चाहिँ हाम्रा विचारहरू व्यवस्थापन गर्नको लागि, हाम्रा तनाव व्यवस्थापन गर्नको लागि, नकारात्मक सोच विचारहरूलाई व्यवस्थापन गर्नको लागि सहयोग गर्छौँ। हामी खालि यहाँनिर यसलाई चेन्ज गर्न खोजिराखेका हुन्छौँ र हाम्रो समस्या भइरहेको, हाम्रो रुट कोज जरो चाहिँ यहाँ छ क्या, जरो खास जरो यहाँ छ। हामीले यहाँ चेन्ज गर्नुपर्छ त। अब हामीले यहाँ कि प्लसमा यहाँ चाहिँ के गर्ने भनेदेखि माइनस जुन छ नेगेटिभ थट जुन छ यसलाई चाहिँ क्यान्सल गरेर पोजिटिभ थट बनाइदिने। जुन पोजिटिभ थट कसरी ल्याउने भन्ने कुरा अघि माथि नै उल्लेख गरिसकेको छ है। त्यो माथि उल्लेख गरिएअनुसार चाहिँ नेगेटिभ थटलाई पोजिटिभ थट बनाइदिने, बस यति गर्न सक्यो भने हामी रिकभर हुन्छौँ। हामीलाई चाहिँ हामीलाई जसुकैलाई पनि यो काम दिने भिडियो यो सिबिटीको मोडल हामी सबैलाई हरेक दिन यसलाई प्रयोग गर्न सक्ने अवस्थामा पुग्नु नै हाम्रा समस्याहरू समाधान हुनु। जो सफल भएका छन्, जो खुसी छन्, जो चाहिँ दैनिक जीवन चाहिँ एकदम व्यस्त मस्त आनन्दको जीवन जिइरहेका छन्, उनीहरूले यही सिबिटीको मोडललाई प्रयोग गरेका हुन्छौँ। बस उनीहरूलाई सिबिटी मोडल थाहा छैन त्यति मात्रै हो। तर अब हामीले थाहा छैन, हामी जसलाई थाहा थिएन, थाहा नहुनेले पनि यसलाई प्रयोग गर्न सक्यौँ भने यो त हाम्रो एकदमै उपयोगी मोडल हुनेछ।